58 साल लागिसक्यो हैन। तर हाम्रो जति पनि दार्जिलिङको चिया बगानमा खटी खाने हाम्रो आमा बाउ, मेरो दाजुभाइ दिदीबहिनीहरू छ, अहिले पनि स्वाधीन भएको जस्तो लाग्दैन। अहिले पनि दासताकै जीवन बिताइरहेको जस्तो लाग्छ। हाम्रै म्यानेजमेन्ट पक्ष, हाम्रै नेपाली दाजुभाइहरू आउँछ, जुनै बगानमा पनि हाम्रै आमा बाउ, हाम्रै दाजुभाइहरूलाई मात्रै थिचोमिचो गर्छ। हाम्रो पुटुङ चियाबारीमा झन् यस्तो धेरै समस्याहरू छ जो चाहिँ हाम्रो आमा बाउ, हाम्रो दाजुभाइले झेलिराख्नु परेको छ। त्यही कारणले अस्ति मात्रै मैले एउटा भिडियोको मार्फत पनि त्यसमा कमेन्ट पनि गरेको थिएँ, एक थुकी सुकी हजार थुकी नदी भनेको जस्तै हामी सबै तिनटै डिभिजनको हाम्रो आमा बाउ, हाम्रो दाजुभाइहरू युनिटी भयो भने जस्तो म्यानेजमेन्ट पनि घुँडा टेक्छ श्रमिकको अगाडि। त्यो मालिकलाई तपाईँको त्यो 5 स्टारको होटलमा बसेर खुवाउने, हावाजहाज चढाउने, ठुल्ठुलो यस आरामको तपाईँको मोज मजा गर्ने पैसा तपाईँहरूकै तपाईँको खुन पसिनाको पैसाले गर्दा आज उनीहरू त्यो जग्गामा छ। र त्यही कारणले भनेको हाम्रो सबै तिनटै डिभिजनको हाम्रो श्रमिकहरू चाहिँ युनिटी हुनुपर्छ। र जुन तपाईँहरूको माग छ, अहिलेको जुन जल्दो बल्दो मुद्दा छ 15% पैसा तपाईँको पिएफको नकटाउनु भन्ने तपाईँहरूको एउटा माग छ। र त्यही मागलाई लिएर तपाईँको जुन आज डिसिसन छ त्यो एकदमै स्वागत योग्य छ। र त्यसको लागि हामी भरपुर दिनरात एक गरेर म्यानेजमेन्ट पक्षसँग हामी जुझ्छौँ, हामी लड्छौँ, तपाईँहरूको त्यो मागलाई हामी फत्ते गराउँछौँ। तर त्यसको लागि तपाईँहरूको यो डिसिसन चाहिँ भोलिको दिनसम्म पनि अडिग हुनुपर्छ। कसैले लोतोपोतो गर्दाखेरि तपाईँहरूको फुरुक्क भएर फेरि मेलामा लाग्नु हुँदैन। एउटै डिसिसन हुनुपर्छ तिनटै डिभिजनको। र फर्दर भोलिदेखिको तपाईँको स्टेपहरू के हुन्छ हाम्रो पिछेको वक्ताहरूले सुनाउँछ। र म चाहिँ यही तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु कि तिनटै डिभिजनको जे पनि डिसिसन हुन्छ तपाईँहरूको एकमत हुनुपर्छ र एउटै डिसिसन हुनुपर्छ भन्दै मेरो अन्तिम वक्तालाई यहीँ शेष गर्न चाहन्छु। धन्यवाद।